युट्युब च्यानलमा सबैलाई स्वागत छ। म फेरि अर्को भाग लिएर आइसकेको छु। यो चाहिँ मेरो भाग छ हो। अहिले फुलहरू सबै बनाएर पातहरू बनाएर तयार पारिसकेको छु होइन। अब यसलाई चाहिँ म के गर्छु त, यसो गरेर यसरी चाहिँ यसलाई म जोड्छु। यहाँ यसरी जोडेर यस्तो गर्ने नि त, यस्तो गर्ने हो। त्यही भएर मैले यहाँनिर यस्तो गर्नको लागि चाहिँ म पहिला यो हरियोलाई जोड्छु। यस्तो गरेर यति गरेर अब यस्तो गरेर यसरी यहाँबाट म एटेच गर्छु के। यसरी एकदम साह्रो छ नि त। मैले यसरी चाहिँ जोड्नु गइरहेको छु होइन। यस्तो गरेर यस्तो बनाउने हो नि त। यसलाई ठ्याक्कै यस्तो बनाउनु हुँदैन, यस्तो बनाउने हो। त्यही भएर मैले यस्तोलाई चाहिँ यहाँबाट यसरी यस्तो गर्ने होइन, यस्तो गर्ने। यहाँ यताबाट सुल्टोबाट ल्याउँछु म। अब यहाँ के गर्छु त, म यहाँसम्म म यस्तो गर्छु। यसो गरेर त बनाएको छु। अब यसमा चाहिँ यसरी म जोड्छु ठ्याक्कै यहाँनिर यस्तो गरेर यस्तो गर्ने होइन। यो पार्टलाई चाहिँ बिचमा राख्ने, यसलाई यस्तो गर्ने। अब यसरी नै म यो भित्रबाट चाहिँ थोरै जोडिदिन्छु। यहाँ यस्तो गरेर जोड्ने, यसले थोरै जोड्ने। अनि चाहिँ म मिसिनले खरेर सिलाउँछु, किनभने मिसिनले सिलाएको राम्रो हुन्छ। यो चाहिँ मैले यहाँनिर यो मिलाउनुलाई मात्रै मैले यस्तो गरेको छु। यस्तो गर्ने। अब यो भित्र यो पहेँलो भागमा पनि नदियोस्, यो कफी कलरमा नदियोस्। यो भुवादेखि भित्रबाट चाहिँ यसरी म छेड्छु है त। यसरी चाहिँ म यस्तो गर्छु। यसो गरेर यसो गर्ने, बिस्तारी गर्ने, राम्रो होस् क्या। यसो गर्ने। अब फेरि के गर्ने त, यसलाई यसै गर्ने। अब यति एटेच गरेपछि चाहिँ मिसिनले सिलाउन सजिलो हुन्छ नि त। यस्तो भएपछि होइन। अब एकचोटिसम्म एटेच गर्छु, त्यहाँदेखि गर्दिनँ। अब यस्तो भयो। अब यस्तो भयो। यहाँनिर चाहिँ यस्तो गरेर राखेर मिसिनले यसरी सरर यसरी सिलायो भने राम्रो पनि देखिन्छ होइन। त्यही भएर अब यसलाई चाहिँ म के गर्छु त, अब यसलाई म भित्री लगाउँछु। यो सेतो कपडा चाहिन्छ क्या, किनभने सेतो धागोलाई सेतो कपडा चाहिन्छ। त्यही भएर अब यसलाई चाहिँ म के गर्छु त, यसलाई नाप्नु पऱ्यो नि त। यसरी ठ्याक्कै यहाँ मिलाएर राख्ने, यति राख्ने। अब यहाँनिर यति यो छेउछेउमा चाहिँ सिलाउने भाग राख्यो होइन। अब के गर्छु म, यसलाई काट्नुपर्ने हुन्छ। यसरी बराबरी मिलाउने। अब चाहिँ यहाँबाट यो अलिकति छड्के छ होइन, म यहाँबाट चाहिँ यसरी काटेर म लैजान्छु। काट्ने तरिका यसरी बराबर नाप्ने, अनि त्यसपछि काट्नुपर्छ हामीले। यसरी यो काट्ने। यो सिलाउने भाग राखेको यो, त्यही भएर अब यो यसको माथि यो मुखको भागपट्टिको अब यहाँ पनि यसरी यो दोबार्ने भाग राख्ने। अब मिल्यो भने म यहाँनिर सेफ्टी लगाउँछु। त्यही भएर यहाँनिर मैले यसो गरेर अब फेरि यहाँ बराबरी मिलाउनु पऱ्यो नि त। अब यहाँनिर म काट्छु यसलाई यसरी। यसलाई फेरि बराबरी पारेर काट्ने हो नि त। ल यो भित्री भाग काटिसक्यो। चाहिँ पकेटको लागि मैले तयार पारेको छु। यहाँनिर कति छ भने यो 6 इन्चको जतिको म पकेट राख्छु। यो भित्र पकेट पनि राख्यो भने राम्रो देखिन्छ क्या। यो पकेटको लागि म यसरी काट्छु। यहाँ पनि नाप्नुपर्ने हुन्छ होइन, कति छ।
7:30 8 यहाँ पनि 8:30 भनेपछि अब म यताबाट यसो गरेर यो निकालेपछि यो पकेटलाई भयो यो भित्र यस्तो भित्र पनि पकेट लगायो भने राम्रो देखिन्छ कि केही भित्र राख्नुलाई हुन्छ नि। यो चाहिँ यो माथि यसको लागि यो फिताको लागि पिस पिस काट्नुपर्छ नि त यो फिताको लागि यो होइन। यो मेरो आमाले भुन्ती सिरियल हेरिरहेको छ त्यही भएर अलिकति डिस्टर्ब चाहिँ भइरहेको छ होइन। तर केही छैन बुढाबुढी मान्छे के गर्न त सिरियल हेरेर दिन कटाउँछ। अब यसरी चाहिँ यसलाई 2 फ्याक बनाउँछु म। यसो गर्ने बराबरी बनाएर यसरी यस्तो गर्ने यो फिताको लागि पनि तयार भयो होइन। यो फिताको लागि तयार भइसक्यो। अब यहाँनिर यतिको चाहिँ ठिक छ। यो फिताको लागि तयार भयो। अब यसलाई के गर्नु पर्यो त मैले अब यो फिताको लागि तयार भइसक्यो। अब मैले अर्को के गर्नुपर्छ अब फस्नेर काट्नुपर्छ। मैले यस्तो रोलै ल्याउँछु कि अनि यो रोल ल्याएपछि यसरी पिस पिस काटेर मैले चाहिँ गर्ने हो नि त। अब यसलाई यहाँनिर यसो गर्छु कति चाहिने यहाँ ठ्याक्कै यसरी नाप्ने होइन। नापेर यसरी काट्ने यति राख्नुपर्छ किनभने यो डबार्नुपर्छ नि त त्यही भएर यति राख्यो। अनि यसरी यहाँनिर जतिलाई चाहिन्छ त्यतिलाई काट्ने हो नि त यसो गर्ने। अब यहाँनिर गाँठो चाहिँ म चाहिँ डबल लाउँछु क्या जहिले पनि जुनसुकै ब्यागमा पनि एउटा बिग्रे एउटा रहन्छ एउटा बिग्रे एउटा रहन्छ। अब यसले चाहिँ म के गर्छु त यहाँनिर यसरी यस्तो गरेर छिराउने हो नि त बराबरी पारेर यस्तो गरेर यसरी छिराउने। यहाँ चाहिँ लामो छोटो भयो फेरि बराबरी पारेर यसरी लगायो। अब यताबाट पनि त्यसरी लाउने हो नि त यताबाट पनि यसरी लाउने यताबाट पनि यसरी। अनि यो एकपट्टिको बिग्रे पनि अर्कोपट्टिकोले काम दिइराख्छ। यस्तो गर्ने यहाँनिर यसरी यस्तो हुन्छ ठ्याक्कै। अब म पकेटको लागि काट्छु। पकेटको लागि पनि यसो गर्ने यसलाई चाहिँ योसँग बराबरीको बनाउने किनभने यो सिलाउँदा बराबरी सिलाइन्छ। त्यही भएर यसलाई चाहिँ यसरी यस्तो गरेर जत्रो बेग्लै पनि फस्नेर काटेर फाल्नु परेन क्या। यो नापेर यसरी सिलाउने यसरी रोलै ल्यायो भने यति फाइदा हुन्छ। अब यसलाई पनि यहाँ गाँठा लगाउँछु। यो भित्रको पकेटलाई चाहिँ एउटा मात्रै लाउँछु म यसरी यस्तो गर्ने यसो गर्ने यसरी यसलाई पनि यसो गरेर यहाँनिर यसरी लाएर सिलाउने हो। अब चाहिँ म यिनीहरू सबै लगेर कहाँ सिलाउँछु मेसिनमा सिलाउँछु। योलाई लान्छु होइन यसलाई अनि यो भित्रीलाई लगेर सिलाउने अनि यो फस्नेरहरू लगाउने अनि यो पकेट पनि लगाउने अनि तयार गर्ने। अब यसलाई म मेसिनमा कसरी सिलाउने यो तपाईँहरूलाई म थोरै देखाउँछु। यो मेरो आजको यो ब्यागको भित्री कतै फस्नेरको गराइ कस्तो लाग्छ हजुरहरूलाई मन परे राम्रै कमेन्ट गरिदिनु होला र कतिपय सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला है। यो मेरो भाग 6बाट म बिदा हुन्छु। अब म अर्को भाग छिटै लिएर आउनेछु। आजलाई यति नै बाइ बाइ धन्यवाद।